काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राजीनामा दिने अन्तिम तयारी गरेका छन्। उनी निकट स्रोतका अनुसार सम्भवतः आज राति वा भोलिसम्ममा बालेनले मेयर पदबाट राजीनामा दिन लागेका हुन्। फागुन 21 गतिको निर्वाचनको उम्मेदवारी दर्ताका लागि बालेनले माघ 6 गते अघि नै राजीनामा दिनुपर्नेछ। बालेन राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम छ। त्यसपछि माघ 5 गते जनकपुर हुने रासपाको पहिलो चुनावी घोषणा सभामा सभापति रवि लामिछाने र बालेन एउटै मञ्चमा देखिनेछन्। बालेनले झापा 5बाट उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। यसका लागि उनका सहायक स्वकीय सचिव नवीन भण्डारीको टोली सम्पर्क कार्यालय व्यवस्थापनमा जुटेको छ। बालेनले राजीनामा दिएपछि काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डङ्गोलले सम्हाल्नेछिन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज कुराकाईका अनुसार कानुन त मेयरले राजीनामा दिएपछि कार्यवाहक मेयर डङ्गोल बन्नेछिन्। मेयर साहबले उपमेयर समक्ष राजीनामा दिएपछि उहाँ कानुन त कार्यवाहक मेयर बन्नुहुनेछ। उनले भने बालेनले आफ्नो 5 वर्ष कार्यकालको 1.5 वर्ष बाँकी हुँदै राजीनामा बुझाउन लागेका हुन्। यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? आफ्नो विचार तल कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला।